हेलो गाइस, दर्शन नमस्ते अनि लासो फ्यापुल्ला। सो आज तपाईँहरूलाई मैले फेरि पनि अर्को भ्लग लिएर आइसकेको छु र आज चाहिँ विकास के हो, यो देशमा विकास कस्तो छ भन्ने कुरा म तपाईँलाई यो आम्पाङ पोइन्टबाट देखाउने छु। र आज चाहिँ तपाईँहरूलाई मैले योभन्दा यो त जमिनमाथि भयो होइन, हेरौँ न रुख बिरुवा घरहरू सब छ। योभन्दा मुनि त्यसपछि पनि मुनि लगेर तपाईँलाई मुनि मुनि नै हामी कोत्रायसम्म जानेछौँ। आजको रेलको यात्रा हुनेछ र तपाईँहरूले पनि हेर्नु होला, स्किप नगरिकन पुरा फुल भिडियो हेर्नु होला। त्यसपछि लाइक अनि कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ नछोड्नु होला। सो लेट्स गो द भिडियो। सो अब चाहिँ तपाईँहरूलाई मैले यो आम्पाङ पार्कबाट चाहिँ कोत्रायसम्मको यात्रा गर्नेछु, त्यो पनि रेलको। स्किप नगर्नु होला, यो पृथ्वी माथि भइहाल्यो, योभन्दा मुनि हेर्नुहोस् है त। आज चाहिँ फुल भिडियो पुरा भिडियो हेर्नु होला। आज म तपाईँलाई यहाँबाट कोत्रायसम्म लानेछु, त्यो पनि रेलको यात्रा, पृथ्वी मुनि मुनि, जमिनभन्दा 2 तला मुनिबाट है त। रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा, यो एक स्टेप भयो है त, वहाँ माथिबाट यो एक स्टेप डाउन भयो, तला भयो है। यहाँनिर के खानुहुन्छ, के गर्नुहुन्छ सबै यो चाहिँ लोकेसनहरू यहाँ राखिदिया हुन्छ, कहाँदेखि कहाँसम्म जाने है। अब इन्ट्री यहाँबाट गर्ने हो। ओके, इन्ट्री भयो। यो अहिले माथिभन्दा 1 तला मुनि भयो। अब यहाँबाट फेरि पनि तल भनेपछि हामी 2 तला डाउन गर्यौँ होइन। रेल आइसकेको जस्तो छ। यो लेफ्ट साइडको आएको छ, राइट साइडको। अब म यहाँनिर रेल आउँछ, यहाँ वेट गर्छु। अब यहाँभित्र आउँछ, अहिले ढोका लागिरहेको छ। सो अहिले केही छैन, आउँछ। यो चाहिँ वेट गर्ने ठाउँ हो। सो रेल आइसक्यो भित्रै। यो चाहिँ मुनि मुनि हो, एकदम जमिन मुनि मुनि हो। रेलको मुनि मुनि हो, यो चाहिँ जमिन मुनि छ। हेरौँ
स्टेसन स्टेसन पस्नेहरू पसिरहेको छ निस्किने निस्क्यो फेरि जान सुरु हुन्छ यो चाहिँ तपाईहरुलाई मलेसियाको जो एमआरटी भन्छ जमिन मुनिमुनिको छ त्यो एरिया चाहिँ मैले देखाउँछु। स्टेसन आइपुग्यो कत्रा आइपुग्दा कति स्टेसन आउँदो रहेछ है त। नेक्स्ट स्टेसन पनि आयो यो स्टेसन छ के तपाईहरुलाई जस्तोको त्यस्तो देखाइदिन्छु। Dan kurang upaya. Terima kasih. Kini apabila kepada kamu, menurut jantung, anda perlu Thank you.
ल अब चाहिँ मेरो मिठो ठाउँ आयो कोत्राया मस्जिद जमिन है त ल मस्जिद जमिन आयो मिठो ठाउँ कोत्राया राम्रोसँग राम्रो भएको यही हो कोत्राया मस्जिद जमिन अब हामी यहाँबाट माथि निस्किन्छौँ फेरि कोत्राया बजार नेपाली बजार यहाँ चाहिँ हिँडेर उकालो चढ्नु पर्ने रहेछ हिँडेर वा एक्सर्साइज हिँडेर हिँडेर अघि सेम जति तल म तल भुइँमा झरेको थिएँ फेरि म त्यति नै तल माथि जानु पर्छ कस्तो दामी दामी ऋषि धमला जस्तै देखिन्छ त यस्तै हेर्दा यहाँबाट म कोत्राया बजार निस्किन्छु त्यसपछि फेरि बसमा उता जान्छु वाउ गोर्खाली केटाहरू यहाँबाट अब फेरि मैले अहिले ठाउँमा जानलाई फेरि बस कुद्नु पर्यो हुन्छ अब म कतापट्टि पारीपट्टि जानुपर्ने हुन्छ अब चाहिँ म यहाँबाट ठ्याक्कै कहाँनिर जान्छु भने जो म अघि गएको थिएँ त्यहाँनिर बस लाग्छ त्यहाँनिर म जानेछु कोत्रायाको छेउ ल त गाइजहरु अब म पनि यहाँसम्म आइपुगेको छु अब म जान्छु फेरि रुमतिर
अहिले चाहिँ म यो के कोत्राएको प्राङ्गणमा छु। मजाले ठ्याक्कै तपाईँको यो घन्टाघर ठ्याक्कै घन्टाघरमै छु। कोत्राया